जय मसीह प्रिय मित्रहरू, फिल्म तपाईँको माझमा छोटो वचन लिएर आएको छु। फिलिपी 3:20 के भनेको छ भने, हाम्रो नागरिकता त स्वर्गमा छ। हामी संसारमा बसे तापनि, हामी जुनै ठाउँमा, हामी जुनै देशमा हामी बसे तापनि हाम्रो नागरिकता हुनुपर्छ। हाम्रो नागरिकताले मात्रै चिन्छ। त्यसरी नै हामी यदि स्वर्गीयका हौ भने चाहिँ हाम्रो नागरिकता चाहिँ स्वर्गमा हुनुपर्छ। अनि कलासी 3:1 र 2 पदमा के भनेको छ भने, माथिको कुरामा मन लगाऊ। यदि स्वर्गीयमा जसको नागरिकता हुन्छ उनीहरूले जहिले पनि माथिको कुरामा मन लगाउँछ। अनि जहाँ ख्रिस्ट हुनुहुन्छ, माथिको कुराहरूको खोजी गर, पृथ्वीमा भएको कुराहरूको होइन। हालेलुया। हाम्रो मन जहिले पनि माथितिर हुनुपर्छ। यदि साँच्चै नै हाम्रो नागरिकता स्वर्गीयमा छ भने हाम्रो स्वर्गमा मन लगाउनु पर्छ, ख्रिस्टमा मन लगाउनु पर्छ। हालेलुया। हुन्छ, यो छोटो वचन तपाईँहरूको माझमा मलाई विश्वास छ तपाईँहरू आशिषित हुनुभएको छ। जय मसीह।